यसलाई विशेष मध्यनजर गरी तपाईहरु यो मैदान भन्दा यो कोर्ट भन्दा केही पर बस्न लागि माग्नु चाहन्छु। यति बेला 2-1 को स्थिति हामीले देखेका छौं। स्ट्राइक प्रेस बल गरे यार बढीगाडद्वारा यसको एडभान्टेज प्राप्त गर्न सक्छ। Plus 1 point for Sejal Anka to request. On the 3-point स्थिति हामीले देखेका छौं। यो अवस्थामा अंक बराबरी बनाएको छ। 4 बराबर को सर्भिस म एकैछिन हार्दिक धन्यवाद दिन चाहन्छु। कुमारी जब आतिथ्यता गर्नको लागि स्टेजमा आइदिनुको लागि हार्दिक अनुरोध छ। त्यसैले सबै भुन्जेल रमेश ओली र गौरव भुन्जेललाई आतिथ्यताको लागि स्टेजमा आइदिनुको लागि हार्दिक अनुरोध गर्दै कुमारी जबबाट यो कार्यक्रमको लागि नगद 3000 प्राप्त भएको छ। उहाँप्रति सम्मान छ। धन्यवाद छ। अहिले बेला अंक 5 बराबर हामीले स्कोरबोर्डमा देखिरहेका छौं। सृजनशील पास, बढीगाड पास। मैले बारम्बार भनिरहेको छु यो फरक वडा, फरक पालिका, फरक जिल्ला तथा फरक प्रदेशको प्रतिस्पर्धा हो। बढीगाड वर्सेस प्रतिस्पर्धा भन्दै गर्दा यस बेला एक अंक प्राप्त गर्न सफल बढीगाड अंक 6-5। सर्भिसमा बढीगाड जस्ट नम्बर 9 अब त इक्जाम मरि हाल्न पाउँदैन। कहाँ पाइन्छ कमेन्ट सिरिज को ब्लक पनि सुन्दर यो चला पुग्ने रमेश विकको स्पाइक पनि ब्लकमा लागेर आउट भएको छ, जसको फाइदा सृजनशीलले प्राप्त गरेको छ। यति बेला स्कोरबोर्डमा अंक 6 बराबर 60 प्रवेश विकको सर्भिस। प्रवेश विक सृजनशील नमुना युवा क्लबका एक महत्त्वपूर्ण खेलाडी। ओपनिङ स्ट्राइकर अत्यन्त सुन्दर स्ट्राइक खतम भयो। फेस थियो स्ट्राइक प्रेस सला पुग्दै यो प्लेसिङ फेस थियो भन्दा सुन्दर ए आउट हाल्यो राइट थियो। रैली अत्यन्त लामो रैली अत्यन्त सुन्दर फ्री दर्शकको यो आफ्नो समूहलाई उठेक गरी सपोर्ट गरिरहेको हामीले देखिरहेका छौँ। प्रतिस्पर्धा छैन यार अलि बढी धुलो है सर्भिस पोइन्ट प्राप्त गर्न सफल सृजनशील अंक 8-6। यहाँनिर
लगातार छ नि त्यसै कि कसले हानेर के हो नि त्यो गरे काम अहिले भन्छ निनुले लगातार हो आजका प्रमुखअतिथि मुजफ्फरपुरलाई बिदाई गर्दैछौँ कार्यक्रममा आएर यो कार्यक्रमलाई शोभायमान बनाउनुभयो बोले खिलदोस बन्दीको लागि सबैजनाले एकचोटि हुने गरिदिनुहोस् न खिलदोस बन्दीको लागि सबैजनाले अर्कोपटक हाम्रो यतापट्टि हामीले आशा गरेका छौँ अर्कोपटक यहाँ आउँदा खिलदोस दाई यहाँ आइरहँदा यतापट्टि मञ्च बनिरहेको रहेछ यतापट्टि हामीले एउटा अफिस बनाउनेछौँ खिलदोस दाईको पहलमा हामीले अपेक्षा गर्दै उहाँलाई एकचोटि सबैजनाले हल्ला गरेर उहाँलाई बिदाई गरिदिनुको लागि हार्दिक अनुरोध छ गेमकै हल्ला हो कहाँ नेताहरूलाई हल्ला गर्छ मारो रञ्जितलाई सिधै सम्झ बनाउनु त्यसले भिडियो खालिदिनु पर्छ बाहिर हो हैन 11 भने सिरवन्सी 12 अंक 11 12 काट्नु उडा 12 एक पहिले त पागल है आठ बजेसम्म पाइबा बलियाडलाई यो सँगै बलियाडले आफ्नो खातामा अंक पुर्यायो 12 भने सिरवन्सी 12 एक पहिले दामी हारो है मैले आतिथ्यता गर्न चाहन्छु कुमारी जब प्राइभेट लिमिटेडका सञ्चालक सन्देश भण्डारीले आतिथ्यताको लागि हार्दिक अनुरोध गर्दै अब हाम्रो आजका मुख्य कलाकार हामीका सबैका ढोढुकी आजको मुख्य आकर्षणका केन्द्र आजले लोकगीत गाए हामी मञ्चमा ल्याउनेछौँ आज अत्यन्तै रसाउने साङ्गीतिक क्षेत्रमा एक क्षेत्र राज गर्न सफल आदरणीय लोकगीत गायक टिप्लक खातीलाई यो स्टेजको लागि स्टेजसम्म आउन जनिने सबैजनाले हल्ला गर्नुलाई नाच्नुको लागि सबैजना आज महिला र पुरुषमा सबैभन्दा बढी शिक्षा दिएको छ एकचोटि महिलाबाट हुँदै उहाँको लागि ह्यान्डसम हुनुहुन्छ अलि राम्रो हुनुहुन्छ एउटा हुनुहुन्छ भने उहाँ चाहिँ अलि विवाहित हुनुहुन्न विवाह गरेर लैजान सक्नुहुन्छ त्यसैले महिलाबाट एकचोटि सबैजनाले हल्ला गरिदिनु
त्यसैगरी पुरुषले सबैजना पुरुषले एकचोटि हल्ला गरिदिनु पुरुषका हल्ला र अनि महिलाका हल्ला गरे एकैचोटि भनिदिएको अनि 16-12 भइसक्यो है आउट हानु हेर त माथि ल आउट खुल्लावटा स्तरीय थाम्नाटक है ल लीड चाहिँ 5 अङ्क फरक भइसक्यो बढ़िया 14 सृजनशील 18 चेन्ज हुन खोजेको पाएन है 12 लुज खेले यार होइन हामीलाई अलि हेर्नेलाई मजा हुनु पर्यो कि जित्नु जल्दी चाहिँ हामीलाई हेर्नेलाई मजा हुनु पर्यो कि यो सेट बडीगार्डले जित्नु पर्छ र बल्ल हामीले हेर्नेलाई मजा हुन्छ फल गरिदियो लप्पै उहाँलाई हामी यहाँ भित्राउँदैछौँ उहाँको लागि उहाँले नचाउने सुरुदेखि गाएर नचाउनुहुँदैछ उहाँको लागि एकचोटि सबैजनाले जोरदार ताली बजाइदिनु
मोदी दाइलाई गयो कपडा लाएर ल्याएर खाइयो नि यति त आफू खाइने भातै नखाइकिन आइयो थोतो नलाग्दा फेरि यता आएन केले चस्मा यता पछाडि फर्का सब हान लन के चस्मा आइयो यो पनि रिसा यो रिसा यो रिसार कहाँ हुन्छ नरिसाएर खेलो चान्स छ अझै भेटाउँछन् उनीहरूको लङ चलेन कि हो त्यो सिम्पलले काम गर्छ कि बरु आदरणीय खेलप्रेमी महानुभाव अत्यन्तै रोचक गेम भइरहेको छ हामी देख्न सक्छौँ श्रीजनसिटी ढुङ्गा युवा क्लब 18 भर्सेस बडीघाट गाउँपालिका वार्ड नम्बर 5 को बीचमा अत्यन्तै मिठो गेम भइरहेको छ गर्नुभएका अस्मिता सङ्गीता विकास मिता विकास सिसाखानी डान्स स्कुलका सम्पूर्ण कार्यकर्ताहरू तपाईँ चिटा धुतेर आफ्नो पालो निर्धारण गर्नको लागि स्टेजमा आइदिनुको लागि हार्दिक स्वागत हामी गर्ने हो। यदि यहाँहरू चिटा धुत्ने कार्यक्रममा सहभागी हुनुभएन भने हामी यो कार्यक्रमलाई होल्ड गरेर अगाडि बढ्नेछौँ। यो कार्यक्रमलाई होल्ड गर्न नपर्ने गरी यहाँहरू चिटा धुत्नको लागि स्टेजमा आइदिनुको लागि रेकर्ड डान्समा सहभागी सम्पूर्ण टिमका आधुनिक कलाकार मित्रहरूलाई स्टेजमा आमन्त्रण गर्दछु। सिम्पल गिरा सिम्पल बल लक लाग्यो यो सेटले जित्यो हान्न त राम्रो हान्छन् नि केटाहरू आउट बलग आउट बलग आउट भयो बलग आउट भनिसक्यो रेफ्रीले बलग आउट भनिसक्यो हामी नगरौँ त सेटमा खेल हुँदैछ अरे फाइनल क्लब भर्सेस बडीघाट 8 रन से गए हामीसँग थुप्रै राष्ट्रिय तथा स्थानीय कार्यक्रमहरू प्रस्तुति रहनेछ। सँगै आजकै दिन प्रतिदिन रेकर्ड डान्स प्रतियोगिता पनि सञ्चालन हुने हामीले जानकारी प्राप्त गरेका छौँ। थुप्रै समूह रेकर्ड डान्समा पनि आफ्नो दर्ताका विषयमा हामीले प्राप्त गरेका छौँ। आदर्शको सूचना अनुसार रेकर्ड डान्समा सहभागी हुने सम्पूर्ण प्रतिस्पर्धी हामीले स्कोर गर्न सक्छौँ। अत्यन्तै सुन्दर म्याच धेरै दर्शकहरूको बिचमा यो फाइनल खेल दर्शकहरूले आफ्नो ठाउँबाट आफूलाई मनपर्ने समूहलाई सहयोग हौसला दिइराख्नु भएको छ। स्थिति हामीले स्कोर गर्न देख्न सक्छौँ। हामीलाई यस कार्यक्रमको प्रत्यक्ष प्रसारण गरी जेटिभी सामुदायिक रेडियो क्षेत्र विशेष गरी युट्युब च्यानल आफ्नो सरकार युट्युब च्यानल मिडियाद्वारा यस अन्तिम खेल फाइनल खेलको प्रतिस्पर्धा देशमा रहेका दर्शक महानुभावहरू खेलप्रेमी महानुभावहरूले अवलोकन गरे। सञ्चारकर्मी मित्रहरू प्रतिस्पर्धा प्राप्त गर्न सक्छौँ।
सृजनशीलको लागि अन्तिम सेकेन्ड छ त्यस्ता पानी हो खामलाई पानी माथि गराउने हो त सन्दीप को स्पाइक प्रेस सिस्टम टु फेस पैसा पाउला भनेर हामी दिनु पैसा यो पनि स्पाइक प्रेस टु डिफेन्स लामोरेली अन्तिम खेलाडी ओपन स्पाइक सँगै यति बेला अग्रमा प्राप्त गर्न सफल अब सुनारको सर्भिस बल गुब्री दे दो स्पाइक चार दुई बढी 4 2 अस्मिता सुनारको सूचना अस्मिता विकासकारी डान्स ग्रुपका कलाकार मित्रहरू तपाईँलाई 10 मिनट भित्रमा अवश्यमा आफ्नो चिटाधुती आफ्नो सुरक्षित गर्नु भएन भने डान्समा सहभागी लिएको छ चिटाधुती दिनुको लागि हार्दिक अनुरोध चाहन्छु माधव सरको सूचना बमोजिम कार्य गर्नका लागि म आग्रह गर्न चाहन्छु त्रिशक्ति विभागका प्रदर्शनदेखि त्रिशक्ति विभागका अध्यक्ष हरिबहादुर केसीज्यूलाई चिटा थुत्नको लागि स्टेजमा जानको लागि आग्रह गर्न चाहन्छु चिटा थुत्नु हरिबहादुर केसीज्यू हरिबहादुर र मदन बहादुर चिटा थुत्नु शक्तियार जुई थुप्रै ठाउँमा अग्रता प्राप्त गर्दै आएको छ थुप्रै ठाउँमा विजेता हुँदै आएको छ भन्दै थिए तर मेन खेलाडीले सानो सानो पोइन्टहरूले पनि तपाईँहरूलाई ठुलो अङ्कको पनि थुप्रै योगदान थुप्रै महत्त्वपूर्ण योगदान हुनेछ यसलाई विशेष मध्यनजर राखेर आदरणीय खेलाडी मित्रहरू अनुरोध गर्न चाहन्छु त्यो कान्छाले ल्याउँछ के यति बेला लगातार अङ्क प्राप्त गर्न सफल सात स्थिति बढीघाटले 3 अङ्कको अग्रता प्राप्त गरी सृजनशीलको कोटामा परेको यो चौथो थाङ्गाला कपको विजेता भन्ने छ सृजनशील भने यही अनुसार दुवै समूहलाई खेल प्रदर्शन गर्न चाहन्छु सृजनशील 4 2 सेट सृजनशील मारो बलक खेला खोइ लाइभ खोइ जसको फाइदा लगातार निरन्तर रूपमा बढीघाटले प्राप्त गरेको छ अङ्क 9-7 त्यो रिसिभ लिब्रोको यो स्पाइक नेतो भएको छ फिक्स आने हो स्पाइक सँगै यति बेला अङ्क प्राप्त 10-4 अहिले यो चाहिँ बढिया जित्छ जित्न पर्छ हुन त खेल हो भन्न सकिन्न हिजो हाम्रो कस्तो राम्रो थियो के हेर्दै
सृजनशीलले प्राप्त गर्दै म यति बेला अतिथि ताला जोड्न चाहन्छु विशिष्ट अतिथि रूपमा आसन ग्रहण गरिदिनुको लागि मुसिकोट नगरपालिकाको जोलाई विशेष अतिथि कार्यक्रममा आसन ग्रहणको लागि स्टेजमा आइदिनुको लागि हार्दिक अनुरोध छ। अतिथिहरूको आगमनसँगै हामीले आतिथ्यता क्रमिक रूपमा गराउनेछौँ। यो वाचा गर्दै हामीले पुनः तपाईँहरूको आकर्षण तपाईँहरूको नजर खेलतर्फ नै लगाउन गएका छौँ। यो स्पाइक स्ट्राइक थियो एडभान्टेज प्राप्त गर्न सफल बडीगार्ड एन्ड +1 point for bodyguard number 2 7 बडीगार्डदेखि दबाब सम्भवतः यो दबाब बडीगार्डको लागि फाइदाजनक हुनेछ। रमेश विक्रम तर यो स्पाइक लिएर भन्दा बाहिर प्राप्त गर्न सक्नु हामीलाई त हेर्नु पर्दैन यति बेला फाइनल घम्सी भइरहेछ। बडीगार्ड गाउँपालिका वडा नम्बर 8 वर्सेस मुसिकोट नगरपालिका वडा नम्बर 1 बीच भइरहेछ है साघम्सी। राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुति समेत रहने तपाईँलाई जानकारी गराउन चाहन्छु। रिकर्ड डान्स प्रतियोगिता पनि आजै सञ्चालन हुनेछ। सँगै आजसम्म सञ्चालन भएका थुप्रै प्रतिस्पर्धात्मक खेलको पुरस्कार आजको यो अन्तिम दिन हामीले अत्यन्तै उल्लासपूर्ण बनाउनु पर्नेछ। प्राप्त गर्दै अंक प्राप्त गर्न सफल बडीगार्ड अंक 14 कोही छैन हामीलाई त गेम रोचक हेर्नु हाम्रो पैसा पाउने यो जुङ्गे 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 लाइभ आइरहेको है जुङ्गेको लामो समयसम्म यस सृजनशीललाई भलिबल खेलमा महत्त्वपूर्ण योगदान दिइरहेका छन्। यो सेट चाहिँ बडीगार्डले जित्नु भयो। सर्भिसमा सुरजको डिफेन्स रिसिभ मिठो ब्लक थियो तर फर्टको सङ्केत प्रमुख अम्पायर कमल पुङद्वारा सँगै +1 point for बडीगार्ड सर्भिस रिसिभ सुनील
क्विक स्पाइक सृजनशीलका लामो समयदेखि सुनिल विकले पनि सृजनशील युवा क्लबलाई अत्यन्तै महत्त्वपूर्ण योगदान दिइरहेका छन् स्पाइकको प्यास थियो सुन्दर स्पाइकको प्यास जस्तो मिठो डिफेन्स यहाँनिर आफमै अंक प्राप्त गर्न सफल सृजनशील अंक 10 दर्शक महानुभावहरू यो फाइनल खेलको तेस्रो सेट केही दबाव बनाइरहेको हामी महसुस गरिरहेका छौँ स्पाइकको म्याच थियो तर यो स्पाइक के हामीले महसुस गर्नुपर्दछ महत्त्वपूर्ण योगदान रहन्छ यो अंक प्राप्त गर्न सफल सृजनशील अंक 11-19 सकेन फाइदा सृजनशीललाई अंक 12-19 स्थिति हामी हेरेका छौँ सृजनशीलले पनि कविताहरूमा अंक प्राप्त गरिरहेको छ अग्रता घटाउँदैछ सृजनशील नभएको पदकार स्वयंसेवकहरू स्टेजबाट केही पानीका बोतल नदिए खेलाडी साथीहरूलाई उपलब्ध गराइदिनु अनुरोध गर्न चाहन्छु भाइ अशोक विक्रम पानी उपलब्ध गराउनको लागि आग्रह गर्न चाहन्छु स्वयंसेवक साथीहरू यसमा सहयोग गरिदिनु होला यो त छोडो बड्डा मरो छोडो रंग चाहिए छैन होइन यो त हार्न पर्छ होइन अर्कोचोटि हेर्ने हो हामीलाई त केही फाइदा परिगाटलाई अंक 22-13 सुनिल विक्रम सुन्दर छ स्पाइक पनि सान्दर थियो सुन्दर फ्लेक्सिङ गोरदाईको दिमाग त लास्ट 2 वर्ष भइसक्यो त्यही त धेरै हो तर 3-4 महिना अरे त बढिया पातला त बढिया पातला त 15 हैनको त्यति फाइदा सृजनशीललाई अंक 7 सानो सानो अंकले ठुलो भूमिका निर्वाह गर्नेछ एक अंकले पनि तपाईहरुको हात जितमा महत्त्वपूर्ण योगदान दिनेछ यसलाई विशेष मध्यनजर गर्न यो स्ट्राइक बल यसबाट भित्री ल्याएको छ फाइदा परिगाटलाई अंक 23 सर्भिसमा भुवन श्रेष्ठ
श्रीरामको सोट बाहिर अब कहाँ गोविन्द होइन छक्का हाने क्रिकेट क्रिकेटमा धेरै राम्रो क्रिकेटमा छक्का हान्नु धेरै राम्रो थियो ल 2-1 को सेट भयो बडीघाट 1 सृजनशील 2-1 को सेटमा चलिरहेको छ फाइनल गम्साको सृजनशील भर्सेस बडीघाट 8 सर्भिस गर्दैछ सम्भवतः बडीघाटले अब भने दर्शकको मास बढ्दैछ त्यो फाइनल खेलको रोचक अझ बढ्दैछ प्रतिस्पर्धा अझ सुमधुर हुँदैछ यसपछि अझ महत्त्वपूर्ण कार्यक्रम खुल्ला रेकर्ड सँगै राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुति हामी बाँकी छ स्पाइक तर नियन्त्रणमा रमेश बेगम सृजनशीलको सर्भिस रिसिभ भएको छ अङ्क बराबर भएको छ बडीघाटले अङ्क हामी दर्शकलाई त ठिक छ अत्यन्तै भरपर्दा पुलिस स्ट्राइकर बडीघाट 8लाई यहाँसम्म ल्याउनका लागि उहाँको योगदान अत्यन्तै महत्त्वपूर्ण छ भन्दै थिए फरको सङ्केत सृजनशीलद्वारा एडभान्टेज पोइन्ट प्राप्त गर्न सफल बडीघाट 8 and +1 point for बडीघाट नम्बर 2-1 अङ्क 2 सर्वप्रथम बडीघाट सुन्दर छोटो भारीलो स्पाइक यति बेला अङ्क प्राप्त गर्न सफल सृजनशील अङ्क 2 बराबर 2 equal Pressing press, still to the team. Sampai butuh pressing tu, defense pun sadar so. Otak itu sudah pun spike, defense tu pun terlalu. Very boleh open spike tu press tu terlalu. Pun spike pun before mereka so. Mereka dah fighter berapa kali sৃজনশীল আয়োজক semua angka 3-2. Ikut gol ketat. Servisma Santos. Sunder spike. Defense pun sunder so. Ball terma. Pressing press. Santar pressing saja angka berapa tersebut berdikkat angka 3 berapa. Ada dosur mana baru. Filipina dosur mana baru yang partisipasi खेल बडीघाट versus मुस्लिकोट टीम को अंक अत्यन्तै सुन्दर भारीलो स्पाइक बन्दै थियो तर यो स्पाइक भने गिराबन्द 3 इन्च मात्रै बाहिर जसको फाइदा बडीघाटलाई अङ्क 4-3 सर्भिसमा मनोज सन्देशको स्पाइक तर जालीबाट सन्देशले यो स्पाइक जालीमा प्राप्त गरेको छ यसको फाइदा प्राप्त गर्न सफल बडीघाट अङ्क 5-3 को स्थिति स्पाइकको प्रयास सुन्दर स्पाइक उस्तै छोटो फ्रेन्स फेरि पनि प्रेसरको प्रयास थियो तर ब्लक साता बल यति बेला अङ्क प्राप्त गर्न सफल नबनाउनु होला नि बल हुन्छ कि धेरै राम्रो अहिले हान अहिले बडीघाट भर्सेस सृजनशील है सृजनशीलको मेन स्ट्राइकर ल गुड स्ट्राइक सृजनशील अङ्क 4-6 सृजनशील 4 बडीघाट 6 सृजनशील 1 सेट भएको छ भने बडीघाट सृजनशील 2 सेट बडीघाट 1 सेट Sampai pressing, defense भएको छ सृजनशील स्पाइक प्रयास थियो pressing गर्न पुगेको छ फेरि पनि स्पाइक प्रयास उस्तै यो डिफेन्स बल नियन्त्रणमा यो र्याली बल बस्नु पर्ने हो सिंगल बल गर्ने हो ब्लकले सिकिदिएको छ ब्रेक ब्लकर सुनिल बेगम
गर्दै थिए बल अझै पनि न्युट्रलमा अत्यन्तै रोचक राम्रो डिफेन्स है अत्यन्तै लामो र्याली स्पाइकको प्रयास फेरि पनि धेरै राम्रो स्ट्राइक र डिफेन्स है उत्कृष्ट खेल प्रदर्शन गरिरहन् बढिया पर्चेस मिसिको टिम सर्भिस व्यवस्थापक खेलाडी विफल नभएका छन् भुवन श्रेष्ठको यो प्रेसिङको प्रयास अङ्क प्राप्त गर्न सफल सृजनशील लामो श्रेणीपछि अङ्क प्राप्त गरेको छ अङ्क 6 बराबर सुरजको सर्भिस स्पाइकको प्रयास सृजनशील साथ बढिया छ यो अवस्थामा यो स्थितिमा अङ्क गलत गरे बढिया टेस्ट देखिरहेका छौँ यति बेला सृजनशीलले लेट बनाइरहेको छ लामो समयपछि अल्पता कायम गरेको छ अल्पता लिइरहेको छ खेलाडी साथीहरू खेल मैदानमा यति बेला अत्यन्तै रोचक खामनाडा कप भइरहेको छ जसमा फाइनल खेल खुल्लावडा स्तरीय भलिबल प्रतियोगितामा प्रथम स्थानको लागि खेल भइरहेको छ है बढिया नगरपालिका वडा नम्बर 8 वर्षेस सृजनशील लमनावी क्लब पुच्चीकोट 1 वर्ष बीच खेल भइरहेको छ है ल बेला सृजनशील 2 सेट बढिया 1 सेट नम्बर 7 छ 7 चाहिँ सृजनशील बढिया अर्को पनि अस्मिता सुनार दुईजना अस्मिता सुनारले स्टेजमा सम्पर्क राखिदिनुको लागि लापी गर्दछ सन्दीपको उत्कृष्ट स्ट्राइक धेरै राम्रो नम्बर 8 छ दुई अङ्कको अग्रता सुरज लगातार सर्भिसमा सुरजको सर्भिस कोही स्पाइकको प्रयास र सफल पनि भएका छन् यति बेला अङ्क 7-8 वर्गका खेलाडी जसमा छ सन्दीप सुनारको सर्भिस विशेषसँगै यो सर्भिस रसी भइसकेको छ हालको पछाडि सृजनशील अङ्क 9-8 सुनील बेगम प्रेसिङ प्रेस स्पाइकको प्रेस थियो डिफेन्स सुन्दर छ फेरि स्पाइकको प्रेस बल हाफमै प्रेसिङको प्रेस थियो डिफेन्स बढिया 7 यो अवस्थामा सृजनशीलले आफ्नो कोटामा चौथो सेटको खेल भइरहेको छ चौथो सेट सृजनशील 2 सेट बढिया 1 सेट बारम्बार भइरहेको छ यो सेट सृजनशीलले जितेको खण्डमा चौथो खण्डको बाटी विजेता हुनेछ फल गरेर हानेको स्ट्राइक धेरै राम्रो आफूलाई लगातार जित्नु पर्ने दबाब छ दुवै टिमका खेलाडी साथीहरू आफ्नो अङ्क तालिका आफ्नो सेट तालिका हेरेर प्रदर्शन गर्न म आग्रह गर्न चाहन्छु यति बेला 2 सेट सृजनशीलले प्राप्त गरेको छ भने 1 सेट प्राप्त गरेको छ स्पाइकसँगै अङ्क सृजनशीललाई नम्बर 11-8 सर्भिसमा सुजन परियार सृजनशीलको अग्रता अत्यन्तै सुन्दर धेरै राम्रो स्ट्राइक अलि भित्र फालिदिनु पर्छ क्या त्यसलाई अलि बाहिर हान्ने रहेछ अलि भित्र फालिदिने त्यसले थाहै हाल्छ खेलको उद्घोषणमा खेल प्रदर्शन सुन्दर स्पाइकहरू प्रदर्शन गरिरहेका छन् जित्नको लागि योगदान दिइरहेका छन् अत्यन्तै सुन्दर प्लेसिङ यो पोइन्ट टिम चुनावको सेक्सन
को सही सदुपयोगसँग योगको परिणाम अङ्क 10-11 अग्रता गराइरहेको छ जित्छन् भन्ने कुरा हुन्छ उत्कृष्ट ब्लक उत्कृष्ट स्पाइक उत्कृष्ट ब्लक सृजनशीलका मेन स्पाइक है नवा रमेश विक धेरै राम्रो स्पाइक उत्कृष्ट ब्लक अत्यन्तै शानदार खेलाडी कुशल खेलाडी अनुशासित खेलाडी हुन रुचाउँछु प्लेस बल डिफेन्स भएको छ ल यो चान्स हो चान्स ल हेर त चान्स स्पाइकको प्रयास नियन्त्रण बढिया 12 सृजनशील 11 धेरै राम्रो स्ट्राइक एन्ड टाइम आउट सृजनशील है टाइम आउट बाइ सृजनशील खेलाडी साथीहरूलाई पानीको आवश्यकता सँगै पानी उपलब्ध गराइदिनु होला हामी यस लगत्तै कुर्सी दौड प्रतियोगिता सञ्चालन गर्ने हुँदा अहिलेसम्म हामीसँग 6 जना नाम दर्ता गर्नुभएको छ यदि तपाईँ पनि कुर्सी दौड प्रतियोगितामा सहभागी हुन चाहनुहुन्छ भने स्क्रिनमा आएर आफ्नो नाम दर्ता गरिदिनुको लागि हार्दिक अनुरोध छ अफिसियल होइसलसँगै खेल पुनः सुचारू 12-11 को स्थितिमा बढीघाटको सर्भिस स्पाइक नियन्त्रण फेरि पनि सुन्दर स्पाइक थियो उस्तै मिठो डिफेन्स खेलाडी साथीहरू अत्यन्तै सुन्दर स्पाइक गरिरहेका छन् यो प्रेसिङको प्रयास स्पाइकको प्रयास नियन्त्रण पनि शानदार छ फेरि पनि स्पाइकको प्रयास धेरै राम्रो है धेरै राम्रो डिफेन्स थियो सृजनशील युवा क्लबले अङ्क 12-11 सर्भिसमा सुनिल राम्रो स्पाइक मिडल ब्लकर खेलाडी घाइते भए खेलाडी बढीघाट 8 का खेलाडी घाइते भए सँगै ल पुनः रिकभर भएको र किरण परेश्वर है ल अझै खोज्चाउँदैछ दर्शकले पुनः बस्नुपर्ने हो खेलाडी कसै डलाए ल बढीघाट 13 सृजनशील 12 सृजनशील 2 सेट बढीघाट 1 सेट चौथो थामनाडा कप खुल्ला वडा स्तरीय पुरुष भलिबल भए मारे यो पनि कडा मारे हेर त कोही हेर धेरै राम्रो छ परे राम्रो बढीघाट 14 सृजनशील 13 चौथो सेटको खेल भइरहेछ है चौथो थामनाडा कपको फाइनल खेलमा चौथो सेटको लागि खेल भइरहेको छ जसमा 2 सेट चाहिँ सृजनशील 1 सेट बढीघाट सृजनशील 14 बढीघाट 14 सम्भवतः यो फाइनल जस्तै भएको छ निकै प्रतिस्पर्धात्मक भएको छ बढीघाटको नम्बर 15 फाइनल त हिजोको पनि रोचक भएको के धेरै राम्रो थियो हाम्रो 15-11 को स्थिति 15-14 स्ट्राइक पनि उतना फाल्दैन रिसिभ पनि नम्बर 16-14 बढीघाट 16 सृजनशील 14 बढीघाट नम्बर 16-14
मेन स्ट्राइक हो नि बढी सृजनशील डिफेन्स भएको छ चलाकी ब्रो फेरि पनि छेके जसको फाइदा 17-14 ट्याक्कै मैले चाहिँ उनी भयो यार माझ्या हुनै पर्छ हो मजा त त्यसै छ Seperti Sabisma Kemunculan Performa kenali Tersebut tes Lucky Spike मारे Pengalaman Sudah defense Kill Sultan Tersebut tes Neutral boy gosok Kill dari placing to pass Placing yang to pass बढिया नम्बर 18 सृजनशील 14 Kemudian letak servis Kemunculan Sunar Sendiri dari defense Misi boy gosok Tersebut press क्रिस्टा डिफेन्स है ल डिफेन्स चाहिँ कडा हा बढिया पनि कडा हा सृजनशील त तातेको छ लो बिगार यससँगै नम्बर 19-14 टाइम आउट बाई सृजनशील खेल हो भन्न सकिन्छ पोत गर्ने मान्छे राम्रो स्थिति 5 अङ्कको अग्रता गोलीघाटले लिइरहेको छ मैले बारम्बार भनिरहेको छु यो चाहिँ सृजनशीलले आफ्नो कोर्टमा पाएको छ भने यो चौथो खान्दारा कपको विजेता बन्नेछ सृजनशील आयोजकसम्म पनि हो भने लगातार 200 लगातार रूपमा गोलीघाटले प्राप्त गर्न सकेमा चौथो खान्दारा कपको उपाधि विजेता बनिन्छ गोलीघाट 8 हुनेछ दुवै समूहलाई हार्दिक शुभकामना छ शुभेच्छा छ खेल कौशलता प्रदर्शन गर्नुहोला स्पाइक प्रेस बाहिरी छ यार है उनको कारणले बिग्रियो है अहिले धेरै राम्रो स्ट्राइक स्किर्छ बलक थियो तर डिफेन्स कम भएको कारणले नम्बर 3 खेल्दै रणरोता बन्दैछ दर्शकको आगमन पनि हामीले उल्लेखित देखिरहेका छौँ नियन्त्रणमा स्ट्राइक बुच्चे मार्फत 4 नम्बर खेलाडी सञ्जु सुनार ल सर्भिसमा खाँदै ल क्रिस्ट स्ट्राइक थियो यिनको ओ आउट हो हेलिकप्टर शट हेलिकप्टर किक हो यो हेलिकप्टर शट सँगै हेलिकप्टर शट भइदा राम स्थिति हामीले देखिरहेका छौँ स्पाइक प्रेस ब्लक सँगै लगातार अङ्क बढिघाटलाई अङ्क 15 हुने हो 23-15 बढिघाट 23 सृजनशील 15 चौथो सेटको खेल भइरहेछ स्पाइक भन्दै थियौँ जाली 17-23 सृजनशील 17 बढिघाट 23 चौथो सेटको खेल 17-23 अङ्कको अग्रता अझै पनि बढिघाटले लिइरहेको हामीले देखिरहेका छौँ सर्भिसमा सुजन सिम्पल सर्ट मार्फत नम्बर लास्ट पोइन्ट फर बढिघाट 24-17 अब 5औं सेटको लागि खेल हुने सम्भावना देखिएको छ हामी
सेटको आफ्नो हातमा पारेका छन् 2 सेट। बडिघाट गाउँपालिका वडा नम्बर 8 2 सेट सिर्जनशील मुसिकोटले 2 सेट गर्दै 14 सेटको खेल समापन भएको छ भने अब 5औं सेटको खेल अब हेर्नेछौँ। फाइनल खेलको फाइनल सेट हुँदैछ अब। प्रतियोगिता तथा विभिन्न सांस्कृतिक कार्यक्रमको हामी अन्तिम दिनमा यो फाइनल खेल फाइनल जस्तो भएको छ। 2 सेट सिर्जनशीलले प्राप्त गरेको छ भने 2 सेट प्राप्त गरेको छ अफिसियलको इशारा। 5औं सेटको खेल भइरहेछ। पहिलो नम्बर बडिघाटलाई उत्कृष्ट ब्लकआउट स्पाइकसँग ब्लकआउट नम्बर 1 को बराबरीमा छ। सिर्जनशील 1 बडिघाट 1। 5औं सेट फाइनल खेलको फाइनल सेट है। ल 14 थम्लाडा गएको 4थो धेरै राम्रो स्ट्राइक। बडिघाट 2 सिर्जनशील मुसिकोट 1। 5औं सेट फाइनल फाइनल सेट। नम्बर 2 बराबरी 2 बराबरी 2 कोइल यार दामी देखियो यार। बडिघाट 3 सिर्जनशील 2 सन्दीपको धारिलो स्ट्राइक उस्तै नियन्त्रण फेरि पनि स्ट्राइकको प्रयास उस्तै नियन्त्रण भएको छ यहाँनिर स्ट्राइकको प्रयास यारेका सँगै नम्बर 3 कोइल सिर्जनशील 3 बडिघाट 3 बराबर। सन्दीपको सर्भिस सञ्जय सुनारलाई मान्छे फुच्चे भने स्ट्राइक चाहिँ कडै छ। फाइनल सेटको फाइनल गेमको फाइनल सेट 5औं आएको छ। ल नम्बर 5 3 बडिघाट 5 सिर्जनशील 3 फाइनल सेटको फाइनल गेमको फाइनल सेट है। राइट हाने राइट प्राप्त भएको छ। सँगै अङ्क प्राप्त गर्न सफल सिर्जनशील अङ्क 4-5। प्रदेशमा सुनिल बडिघाट 6 सिर्जनशील 4 अङ्कको अग्रता फाइनल गेमको फाइनल सेट है। ल 6-4को स्थिति 5औं सेट हामी देखेका छौँ। उत्कृष्ट स्ट्राइक रमेश विग सिर्जनशीलका मेन स्ट्राइकर रमेश विगको स्ट्राइकसँगै नम्बर सिर्जनशीललाई नम्बर 5 नम्बर जर्सी लगाएर सिर्जनशीललाई महत्त्वपूर्ण योगदान दिने उत्कृष्ट उस्तै स्ट्राइक बडिघाट 8 का जर्सी नम्बर 9 खेलाडी है। अङ्क बडिघाटलाई नम्बर 7-5 बागलुङ गुल्मीको धमाका है। बागलुङ भर्सेस गुल्मी प्लेसिङ उत्कृष्ट प्लेसिङसँगै नम्बर सिर्जनशीललाई नम्बर 6-7 सिर्जनशील 6 बडिघाट 7 सर्भिसमा जस्ट नम्बर 1 सुजन परियार सर्भिस
धारको स्पाइक अत्यन्तै धारको स्पाइकसँगै यति बेला अङ्क प्राप्त गर्न सफल बलिघाट अङ्क 8 छ 2 अङ्कको अग्रता अब भने रेफ्रीद्वारा कोर्ट चेन्जको सङ्केत कोर्ट चेन्ज फाइनल सेटको फाइनल गेमको फाइनल सेटमा छौँ हामी यति बेला बढिघाट 6 चेन्ज भएको छ आयोजकको सर्जनशील भने उत्कृष्ट स्पाइक बढिघाट जसको सहज र सोझो फाइदा प्राप्त गर्न सफल सृजनशील अङ्क 8-9 अत्यन्तै सुन्दर स्ट्राइक प्यास पनि सुन्दर छ प्रेसिङको प्यास नियन्त्रणलाई नम्बर 9 बराबर सृजनशील 9 बढिघाट 9 इक्वल फाइनल गेमको फाइनल सेट सर्भिस बिहारी नम्बर 9 का सन्तोष परियारबाट अब पश्चाताप बाहेकहरू केही छैन पश्चाताप बाहेक केही छैन कोहीले 15 गेम हुँदैछ फाइनल गेमको फाइनल सेट 10 बराबर बढिघाटबाट फलको सङ्केत फाइदा सृजनशीललाई बढिघाट 10 फाइनल गेमको फाइनल सेट 5औं सेट है 5औं सेट सँगै 11 बराबर लेन स्ट्राइकरको गल्तीसँगै नम्बर बढिघाटलाई विशेष मध्यनजर गरी आफ्नो खेलको सत्ता प्रदर्शन गर्नलाई म अनुरोध गर्न चाहन्छु लेन स्ट्राइकर वोटिङ करा छ है वोटिङ घरेलु खेल मैदानमा चलिरहेको छ सृजनशील घरेलु खेलमा चलिरहेको छ खेल मैदानमा भने बढिघाट बागलुङबाट आइरहेको खेलाडी हो नम्बर 12 बराबरको स्थितिमा छ है बढिघाट 12 सृजनशील 12 बराबर 12 क्वेल खुल्ला गुणस्तरीय थम्नाडा कप नंबर 13-12 टाइम आउट बाय बढिघाट 13-12 सृजनशील आयोजक 13 बढिघाट 12 14 थामनाडा कपको फाइनल गेमको फाइनल सेट सृजनशील भर्सेस बढिघाट 8 फाइनल खेल रोचक भएको छ प्रतिस्पर्धात्मक भएको छ अत्यन्तै शानदार भएको छ दुवै टिमका खुल्ला उडास्टेरी 14 थामनाडा कप है 14 थामनाडा कप खुल्ला उडास्टेरी पुरुष भलिबल प्रतियोगिताको फाइनल खेल हिजो भेटरान्स भलिबलमा भेटरान्समा चाहिँ न्यू त्रिशक्ति द्वितीय सृजनशील प्रथम भएको थियो भने बचाउ खेलाडी झुक्किए फाइदा बढिघाटलाई क्लब निश्चित स्ट्यान्डिङसँगै बढिघाट फाइदा प्राप्त गरेको छ धेरै कोइलको
जालीमा सँगै बढियाटलाई नम्बर फाइदा बढियाट 14 सृजनशील 13 लास्ट point for बढियाट लास्ट point for सृजनशील खेल प्लेसिङ सँगै नम्बर लिएको छ सृजनशील नम्बर 14 बराबरकै स्थितिमा छ फाइनल गेमको फाइनल सेट 5औं सेट भइरहेछ है ल उत्कृष्ट ब्लक सृजनशीलबाट लास्ट पोइन्ट सृजनशील सेकेन्ड लास्ट पोइन्ट बढिया ल अन्तिम अङ्क मारो उत्कृष्ट स्ट्राइक सँगै नम्बर 15 इक्वेल 15 सृजनशील 15 फाइनल गेमको फाइनल सेट यति बेला कुकुरले डिस्टर्ब गरिरहेको छ कुकुर तिहारमा 2 वटा हैन कुकुर तिहारको आज कुकुर तिहारको दिन खेल मैदानमा कुकुर छिरेका छन् है गाइस ल खेल भन्न सकिँदैन ल मारो उत्कृष्ट ब्लक बढियाटबाट टाइम आउटलाई सृजनशील नम्बर आयुष 15 छ भने बढियाट 16 नम्बर 40,000 गम्सा चलिरहेको छ 40,000 र 25,000मा गम्सा छ 40,000 पाउनेछ भने द्वितीय उनीले 25,000 का छिट्ट बुझाउनेछ सर्भिसमा बढियाट घरेलु खेल मैदानमा भएको कारणले उत्कृष्ट होर्डिङ चलिरहेको छ नम्बर 16 इक्वेल छ मारो अन्तिम अङ्क अब के गर्दैछ बढियाटले हेर 40 मा लाने के ओहो बिगारे सृजनशील नम्बर क्लब बुस्कोटेकले हात पालेको छ प्रथम 14 थामडाँडाको खुल्ला स्तरीय भलिबल प्रतियोगितामा प्रथम स्थान हासिल गरेको छ सृजनशील नम्बर क्लब बुस्कोटेक थामडाँडा गुल्मी आयोजक भने द्वितीय स्थान हासिल गरेको छ बढियाट गाउँपालिका वडा नम्बर 8 ल एम्पायरहरूले हात मिलाउने भनेका छन् भने हुइसिल बजिरहेको छ आफ्नै गल्तीका कारणले यो सेट गुमाउनु पर्यो स्ट्राइक चाहिँ जालीमा हानेको कारणले बढियाटले खेल गुमाएको छ मन चाहिँ जितेको छ बढियाटले धेरै राम्रो खेल गर्दै समेत नेटमा भनेको जालीमा प्रहार गरेका कारणले गरेका छन् ल सृजनशील आयोजक बढियाट 14 थामडाँडा कपको फाइनल गेममा प्रथम सृजनशील आयोजक भने अब हामी यो 14 थामडाँडा कपको फाइनल गेमको फाइनल सेट सृजनशील सेकेन्ड रनर अप भएको छ फर्स्ट रनर चाहिँ बढियाट 8 फ्रन्ट सिकेटेनी दुवै टिल्ला बधाई सहित हामी बिपी क्रिएसन मिडियाबाट ओजेल पर्छौँ हार्दिक धन्यवाद यहाँहरूलाई।